हेलो दाइजू बहिनीहरू, जय हिन्द, जय श्रीराम, जय श्रीराम, जय श्रीराम। कस्तो छ? उम्मीद गर्छु तिमीहरू सब राम्रो छ होला। म पनि प्रभु श्रीरामको कृपाले एकदम राम्रो छु। साथीहो, कति मजाको मौसम भइरहेको छ। आजदेखि 4 दिन पहिला यस्तो मौसम भएको थियो कि गर्मीले हालत खराब भएको थियो। तर अब मनसुन आयो कि यहाँ तराईतिर कति सुहाना मौसम भएछ। तिमीहरूले चेक गर्न सक्छ, कति आसमानमा हेर्नु, कति यस्तो ठन्डा ठन्डा हावा चलेछ। मेरा दाहिना मेरा बायाँ पानी परेर खेतीमा पुरा तालाब भइरहेको छ। अरू के भन्छ, कुल मिलाएर एकदम सुहाना मौसम भन्छ नि, त्यही हो। कति मजाको मौसम भइरहेको छ हैन? वाह, मजा आयो हैन। म प्रभुसँग प्रार्थना गर्छु हमेशा यो तराईतिर जमले यस्तो मौसम रहोस् भनेर हैन। गर्मीले नै त बहुत यस्तो हालत खराब हुन्छ यता, म भन्नु सक्दिनँ। मैले आजदेखि 1 हप्ता न 10 दिन पहिला एउटा रिल बनाएर हालेको थिएँ। त्यो रिलमा मैले भनेको थिएँ कि कस्तो गरम भएछ भनेर हैन। लेकिन अब राहत भेट्यो कि अहिले अब मजा आयो। ल त दिदी बहिनी साथी दोस्तहरू, अब म राख्छु ल। बाई बाई। तिमीलाई कस्तो लाग्दैछ? राम्रो लाग्दैछ? कमेन्ट गरिदिनु बोला। ल ओके, बाई बाई बाई।